सोपान फार्मास्युटिकल्सको एउटा नयाँ आइपिओ आउँदैछ। ल हेरौँ न त यसमा लगानी गर्दा कस्तो होला। यो आइपिओ 3,47,000 भन्दा बढीलाई पर्ने देखिन्छ। यो त एकदमै ठूलो अवसर हो। यसको मतलब देशभरका साना लगानीकर्ताहरूको लागि पनि एउटा राम्रो मौका आएको छ। तर यो सोपान फार्मास्युटिकल्स आखिर हो तरी के काम गर्छ यो कम्पनीले? खासमा यो 2079 सालमा खुलेको ललितपुरमा रहेको एउटा औषधि बनाउने कम्पनी रहेछ। उनीहरूको मुख्य लक्ष्य भनेको सस्तोमा राम्रो औषधि बनाएर नेपालकै उत्कृष्ट बन्ने हो। ल अब लागौं आइपिओको खास विवरणतिर। आवेदन यही वैशाख 3 गते खुल्दैछ। कम्तीमा 10 किताको लागि आवेदन दिन सकिन्छ। लगानी गर्नुभन्दा अगाडि कम्पनीको आर्थिक अवस्था कस्तो छ त्यो बुझ्न एकदमै जरुरी छ। यसको नेटवर्थले कम्पनीको वास्तविक मूल्य देखाउँछ भने आम्दानीले नाफा कमाउने क्षमता। यसले सिंगल बी रेटिङ पाएको छ, मतलब आर्थिक दायित्वमा अलिकति जोखिम देखिन्छ। अब सबैको मनमा लागेको प्रश्न, दोस्रो बजारमा यसको भाउ कतिसम्म जाला त? अनुमान अनुसार यसको ओपनिङ रेन्ज 1400 रुपियाँबाट सुरु हुन सक्छ। अनि बजार राम्रो भयो भने त यसको भाउ 2800 रुपियाँसम्म पनि पुग्न सक्ने देखिन्छ। विश्लेषणले के भन्छ भने 3-4 वर्षसम्म होल्ड गर्दा राम्रै फाइदा हुने सम्भावना छ। अब यति जानकारीपछि यो आइपिओमा लगानी गर्ने कि नगर्ने विचार गर्नु पर्यो।